नमस्कार, म अर्घाँची र गुल्मी प्युठानको सिमाना र गुल्मी जिल्लाकै संगम स्थल कङ्के दिउराली पर्यटक स्थलमा छु। म अहिले आउँदाखेरि 5:30 भइसक्यो र एकजना यहाँका कर्मचारीहरूसँग म कुरा गर्न चाहे। पर्यटकहरू बाहिरिसक्नु भएछ र उहाँसँग म केही संवाद गर्न चाहे। नमस्कार। नमस्ते भाइ। हजुरको नाम? मेरो नाम तिलक पौडेल। तिलक पौडेल। आजको कस्तो छ त यो पर्यटक स्थल? गुल्मी जिल्लाकै यो मुटु भनेर चिनिने एउटा क्षेत्र हो। अहिले कस्तो छ? आज विजय दशमीको भोलिपल्ट अथवा एकादशीको दिन हजुर। आज यहाँ हाम्रो नजिकै मदाने गाउँपालिका 7 रोल्मामा सराय नाच हुँदा पनि यहाँ करिब आज दिनभरमा 300 को हाराहारीमा हजुर पर्यटकहरू आएको अवस्था छ। अनि उहाँहरूको कस्तो छ त अहिलेको धारणा? यहाँ धारणा राम्रै छ। यहाँ आउने पर्यटकहरू एकदमै उत्साहजनक अनि यहाँबाट देखिने विभिन्न दृश्यहरू अवलोकन गरी एकदम खुसी र उल्लासमय भएर जान्छ। म पनि त्यही सुनेर आज प्युठान जिल्लाबाट आएँ होइन। यहाँ चाहिँ सुन्दर। आज अलिकति समयको पाबन्दी अलि अबेला भइसक्यो। तपाईँको उत्तरमा यता हिमालका काखहरू देख्न पाइयो, यता तपाईँको पश्चिममा यो अर्घाँची अनि यता मनोकामना हाम्रो सराय नाच होइन सर आजको? सराय नाच हो, त्यहाँ पनि देख्न सक्छौँ। भविष्यमा त सर यहाँ आउँदा त उस्ती परे डिप्रेसनका बुटोलहरू बजारहरूमा गुम्सेकाहरू डिप्रेसनहरूका आएको मान्छे यहाँ त सायद आएर एकचोटि अवलोकन गरिदिनु भयो भने त उहाँको डिप्रेसन सायद हट्छ होला है। त्यस्तो मौसम। ल सबैले हस् धन्यवाद है। ल यस पर्यटक स्थलमा एकचोटि हजुर सम्पूर्णले आएर एकचोटि भिजिट गरिदिनु होला भन्ने म आग्रह गर्दै म माधव जीसी हस्त नमस्कार म बिदा गर्न चाहे।